नमस्ते, जय गोर्खा। मेरो नाम अजय थापा। हजुरहरू सम्पूर्णले मलाई चिन्नुहुन्छ, मेरो साथीहरू सम्पूर्णलाई। आज चाहिँ म बेलुकाको टाइममा हामी चाहिँ यसरी है पूजा गर्छौँ। अनि पूजा गरिसक्यो अनि यता मेरो वाइफ हुनुहुँदैछ, उहाँले अगरबत्ती जलाउँदै जलाउँदै है घरमा भूत पिरुत भाग भन्दै उपाएर खेद्दैछको भूतहरू हो। अन्त यसरी है हामी पूजा गर्छौँ। तपाईँले अन्यथा नसोच्नु है, मजाक गरेको। अन्त एकदमै हामी चाहिँ किनभने उहाँ बुद्धिस्ट हुनुहुन्छ, म हिन्दू है, म थापा उहाँ तामाङ, तर पनि म चाहिँ भगवान छुट्याउँदिनँ। हेर्नुहोस् ल, म चाहिँ यसरी हेर्नु, हाम्रो बुद्ध हुनुहुन्छ यहाँनिर हो, भगवान हुनुहुन्छ है। मेरो वाइफ चाहिँ तामाङ हो। अनि यसरी नै हामी चाहिँ सबै भगवानहरूलाई मान्छौँ। किनभने मान्छेको एउटा सबैको जिन्दगी नि एउटा सासमा मात्रै अड्केको हुन्छ कि यो सास जाने बित्तिकै हामी कहाँ पुग्छौँ त्यो कसैलाई पनि थाहा हुँदैन होइन। त्यो भएर चाहिँ है तपाईँहरूलाई मैले यो कुरा सेयर गरेको। जात भातको जमाना छैन, हामी सबै एकता हुनुपर्छ, हाम्रो नानीहरूको भविष्य बनाउनुपर्छ। म चाहिँ यो चाहन्छु। त्यो भएर चाहिँ है मैले सानो भिडियो बनाएको। आज साथीहरू है यहाँ चोचे बनाउँदैछ, चोचे सुँगुरको मासु। यो पाक्दैछ, अब यो कुकर हालेको छु। अब यो जस्तो यो मासु यो ग्रेभी सुकेपछि चाहिँ यसलाई टक्क ढकनी हालेर चाहिँ त्यहाँबाट चाहिँ कति सिटी, कतिको तपाईँ होइन हड्डी गल्लिन्जेल खाने कि अलिक चाम्रो चाम्रो खाने, त्यो हिसाबले हामी बनाउनुपर्छ है। अनि त्यसरी है मेरो वाइफले चाहिँ अहिले प्रार्थना गर्नुहुँदैछ भगवानलाई है। एकदमै उत्तम, एकदमै राम्रो हुनुहुन्छ है। उहाँ चाहिँ एकदमै मनको साफ हुनुहुन्छ। हेर्नुहोस् न, यसरी उहाँले प्रतिदिन उहाँलाई यसरी उयो गर्नुहुन्छ। हुन्छ साथीहरू, अन्यथा नलिनुहोस्। सबैलाई ह्याप्पी दशहरा है। खुस रहनुहोस्, राम्रोसँगले बस्नुहोस्, फ्यामिलीसँग राम्रोसँगले दसैँ तिहार मनाउनुहोस्। जति पनि मेरो साथीहरूले यो भिडियो हेर्नुहुँदैछ भने म मेरो एउटा युट्युब च्यानल नयाँ खोलेको छु। तपाईँहरूले चाहिँ त्यो भिडियो त एउटा बिचारै एउटा आमाको हालेको छु है, तर पनि तपाईँहरूले तपाईँको दाजु भाइ सोचेर, छोरा सोचेर, भाइ सोचेर तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। यति भन्दै मेरो दुई शब्द यहाँ राख्न चाहन्छु। धन्यवाद। जय गोर्खा, जय गोर्खाल्यान्ड।